अर्जेन्टिना हिजो इजिप्टसँग हारिसकेको थियो, तर यो रेफ्रीको चिटिङले गर्दाखेरि अर्जेन्टिनाले जित्यो र हिजो अर्जेन्टिना भर्सेस इजिप्ट भएको होइन, फिफा भर्सेस इजिप्ट भएको र यही रेफ्रीले गर्दाखेरि अर्जेन्टिनाले जितेको हो। यो स्टेटमेन्ट मेरो होइन, यो स्टेटमेन्ट इजिप्टको म्यानेजर र इजिप्टको प्लेयरहरूको हो। जब इजिप्टले सेकेन्ड गोल हानेको थियो तब भार चेक गरियो र फल भन्यो, बट जब अर्जेन्टिनाको गोलको कुरा आयो तब चाहिँ भार चेक पनि गरिएन। एउटा फुटबल फ्यान भएर साँच्चै भन्नुस् त के हिजोको गेम फेयर थियो त? गेम सकिएपछि इजिप्टको प्लेयर मुस्तफा मोहम्मद जिकोले चाहिँ अर्जेन्टिनालाई कङ्ग्रेचुलेट गरेका छन् र उनले स्टेटमेन्ट दिएका छन् कि द टुर्नामेन्ट वाज रिग्ड, उनीहरूलाई अरू केही पनि चाहिँदैन, टुर्नामेन्ट टोटली अनफेयर थियो र इजिप्टको म्यानेजरले सुद्धा अर्जेन्टिना र फिफालाई चाहिँ एक्युज गरेका छन्। उनले भनेका छन् कि इट्स अल अबाउट मनी, उनीहरूले मेसीलाई टुर्नामेन्टमा राख्न चाहन्छन्। फुटबलमा पिच बाहिर पनि धेरै कुराहरू हुन्छ, इट्स अल अबाउट इन्ट्रेस्ट। हामीसँग आज जे भयो त्यो टोटल्ली अनफेयर थियो, इजिप्ट क्वालिफाई गर्न डिजर्भ गर्थ्यो र इजिप्ट अर्जेन्टिनासँग बेटर छ भनेर उनले स्टेटमेन्ट दिएका छन्। बाँकी हिजो भएको गेमलाई लिएर तपाईँहरूको के कस्तो ओपिनियन छ कमेन्ट सेक्सनमा भनेर बाँकी फुटबल अपडेट्सहरूको लागि हामीलाई फलो गर्न नभुल्नु होला है त।